नमस्कार साथीहरू, यो ज्याकेट चाहिँ मेरो हातमा तपाईँहरूले देख्नुभयो है। र म चाहिँ अब सिलगढी जान आँटेको र नानी चाहिँ सुतिरहेको छ र म चाहिँ यहाँबाट निस्किन आँटेको र तपाईँहरूलाई म देखाउँछु मेरो वाइफलाई पनि होइन। र वाइफ चाहिँ यहाँ बसिरहेको छ र अब हामी चाहिँ रेडी भएर चाहिँ सिलगढी जानुको लागि निस्किरहेको छौँ। र यो मुनि चाहिँ हाम्रो गेट छ होइन। र यो गेटको अगाडि चाहिँ कुकुरले बच्चा ब्याइरहेको छ, त्यहाँ चाहिँ हामीलाई देखेर भुक्छ हो। र कुकुरले चाहिँ ऊ भुकिसकेको छ। र यो अगाडि चाहिँ तपाईँहरूले देख्नुभयो मेरो थार होइन। र यसमा चाहिँ म चाहिँ सिलगढी निस्किनुको लागि रेडी भइरहेको छु र गाडी स्टार्ट गर्नु खोजिरहेको छु। र चिसोले गर्दा अलिक मेरो ढिलो स्टार्ट हुन्छ होइन। र अब भर्खर स्टार्ट चाहिँ भइसकेको छ होइन। र अब एकछिन यसलाई रेस्ट गरेर चाहिँ अब म यहाँबाट निस्किने छु। र म यहाँबाट निस्किँदैछु होइन। र यो चाहिँ हाम्रो मिरिक लेक जाने गार्डनको पार्किङमा भर्खरै आइपुगिसकेँ है। र अब म तपाईँहरूलाई एकैचोटि चाहिँ म तपाईँहरूलाई सौरेनीको मन्दिर यहाँनिर छ है। र यहाँबाट चाहिँ अब म डाइरेक्ट तपाईँहरूलाई दुधे ब्रिजको देखाउने छु। र अस्ति पानी ठुलो आएको कारणले गर्दाखेरि चाहिँ यो ब्रिज पनि भकेको छ। अहिले टेम्पोरेरी बाटो गइरहेको छौँ। र अब हामी चाहिँ चिया लिइरहेको छौँ दुधेमा। र अब हामी तपाईँहरूलाई म सिधै खरबुजा छानी देखाउने छु। र यहाँनिर चाहिँ तपाईँहरूको खरबुजा है, यो चाहिँ मन्डी हो, सब्जी मन्डी ठुलो होइन, सुपर मार्केट। र पाइनएप्पल चाहिँ यहीँ पाउँछ, तपाईँको आरत देखिहाल्नु भयो कत्रो कत्रो छ। र यहाँ चाहिँ भइहाल्यो चाहिँ अब यहाँ पुरा पाइनएप्पल झार्नु थालिसक्यो होइन। र 5:30-6 बजिसक्यो सिलगढीमा चाहिँ होइन। र अब म चाहिँ सिलगढीबाट चाहिँ मिरिक आइसकेँ होइन। यो चाहिँ मेरो फ्रुट्सको दोकान मिरिक लेक साइडमा छ है। र तपाईँहरूलाई अङ्गुरहरू पाइनएप्पल कस्तो लाग्यो, तपाईँहरूलाई खानु मन लाग्यो भने मिरिक लेक साइड गार्डनमा आइदिनुहोस् होला र प्लिज खाइदिनुहोस्।